के देख्नु भयो भैरव चितौन काठमाडौँ उम्रिन पाएन काका हो नानी हो हटेरी गरे बाबु उता सक्नु फेरि कस्तो डुल्न मन लाग्यो है गर्मी पनि भयो होला कि बिचरा हामीलाई अप्पो पर्छ हामीलाई गर्मी पर्छ है कस्तो शीतल अन्त तिम्रो त हात न गबले लु भनेर त जान भैरवाको तातो गर्मीमा छोरी यिनी आज कति गते 18 गते 26 गते 4 महिना पुग्नै छ राति आयो निन्द्रानी समाएर कपडा हरेक भिडियो खोज्छ थ्याङ्क यू भनेर माइजू भनेर चिनाउनु पऱ्यो नि होइन दिदी गइहाल्यो स्कुल खिच्न पाइएन ल फेरि खुसी भइरहेको गर्मीमा घाम खाँदै नाको पसिना निकाल्दै एकैछिन अलिक त राम्रो रहेछ यसो गर्न पाए खुसी कुन्तुलु यति बेला चाहिँ कुन्तुलु भैरवाको गर्मी खाएर आमाको घर चितवनमा छिन् गुड मर्निङमा यिनी उठेर यसरी खेल्दैछिन् गर्मी भएर नाङ्गे भुतुङ्गे छिन् हो कि होइन के वा तेलिका आजा फुस्का मुन्टा केलाउँदै आमा छोरी यहाँ खेल्दैछिन् खुट्टा फाल्दै माया लाग्थ्यो बोक्नलाई त खै र त तिमीहरू नि यहाँ भने टेर्दैन राम्रो कति फलेको यो बा अहिले कति 6-7वटा टिपे आज 12वटा टिपे ए राम सेता हो र बढ्थ्यो होला नि अचेल त सानसानै खाने बास्ना मिठो आउँछ नि त गुड मर्निङ पुकुमाया गर्मीले यतालाई पनि पछिनाएर लो खुट्टाले नमस्ते गर्छन् फेरि के भयो त के हो गर्मी भयो तिमीलाई नि आचे फेरि खिच्छ दोस्रो दिन पनि गर्मी खाइ छोरीले डुलु गरेर अनि भिडियो हेरेर नानी हाई गाइज भनिदेऊ हाई गाइज कलश र कमलाको जोडी कस्तो छ हामी चाहिँ ठुलमम्मी छोरी हो देख्छु दिदी भनिदेऊ त घर गएर मलाई भन्यो भन्छ
पुकु आज आमा घरबाट काठमाडौँ जान्छन् गर्मी छोडेर लौ आदि निन्द्रामै रेडी भएर बसिसकिन् उनी आज चाहिँ ल पक्लक्क छुतेछिन् हाँचुम हाँचुम गर्दै आज चाहिँ काठमाडौँ जान्छन् बाबा र दादा लिएर आछ उसकै सुत्यो होला नि निन्द्रामा भाइ भाइ आमा घर भन्नुपर्छ आज अब है निदाइ फेरि नो कुन्तुलु अब काठमाडौँ जान्छन् तेरो पनि भिडियो खेलिदिन्छु तपाईँ बसिराखेर मुन्टो जान रेडी हुँदैछन् काठमाडौँ जानलाई है फाइनल्ली छोरी हिँडिन् घरबाट अब अटो चढेर हिँडिन् माया कुन्तुरी हिँडिन् तुई हिँडिन् अब काठमाडौँ यति मान्छे खेल्ने मान्छे घुम्नु भयो फाइनल्ली छोरी भैरवा चितवन हुँदै काठमाडौँ आइपुग्यो डुलेर आएको मान्छे बाबासँग गफ गर्दैछ निच्च परेर हाँस्दैछिन् बहिनी घर आएपछि ल हेर मुजा पल्यो कि बल्ल आनन्द भयो भनेको हो फाइनल्ली घर आएर आफ्नै झलुङ्गामा सुते भने कि हो